आफू पदमा हुँदा नहुँदा नेताको तलब सलब हटाउनुपर्छ, अगाडि पछाडि ट्विटी गाडी सुरक्षाकर्मी राख्न हुँदैन भन्ने, तर सत्तामा पुगेपछि आफ्नै अगाडि पछाडि सुरक्षाकर्मीको लावा लस्कर र घेरा लिएर हिँड्ने प्रवृत्तिलाई राजनीतिकरण भनिन्छ। आफै सरकारमा बस्ने, आफै आफ्ना कार्यकर्ता लगाएर न्युरो र सञ्चार माध्यम र कार्य र प्रतिपक्षका घर अगाडि अवैधानिक पार्किङ गराउने, त्यसको भिडियो बनाएर सर्वसाधारणले गरेको भन्दै अल्गोरिदम फलाएर मिडियाबाजी गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ। कर्णालीको भिरमा अड्किएर मर्न बाध्य नागरिकलाई उद्धार गर भन्नु राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। उद्धार गर्नुपर्ने समयमा हेलिकप्टर नपठाउने, फोन नउठाउने, दादा र डनगिरी शैली देखाउने, तर पछि संसदको रोस्टरमा उभिएर रोएको अभिनय र नाटक गर्ने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। यो राजनीतिकरण भनेको सबैको सम्पत्ति छानबिन गर्छौँ भन्ने, तर आफ्ना मन्त्री र नयाँ सांसदहरूको सम्पत्ति छानबिन गर्नु हुँदैन भनेर नीति बनाउने कार्यलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। अरूको सम्पत्ति छानबिन गर्न समिति माग्ने, तर बिचौलियासँगको साँठगाँठको प्रमाण बाहिरिएपछि आफै समिति बनाउने, आफै समितिका सदस्यलाई थर्काउने, आफैलाई निर्दोष देखाउने र समितिका प्रतिवेदन लुकाउने गतिविधिलाई राजनीतिकरण भनिन्छ सम्माननीय सभामुख महोदय। कर्णालीको भिरमा अड्किएको मान्छेलाई उद्धार गर भन्ने राजनीतिकरण होइन सम्माननीय सभामुख महोदय। हामी सेवा गरेर राजनीतिमा आएका हौँ, देशका भौतिक संरचनामा आगो लगाउँदै सिंहदरबार खरानी बनाउँदै राजनीतिमा आएका होइनौँ सम्माननीय सभामुख महोदय। बरु भ्रष्टाचारका विरुद्धमा विरोध गर्दा विभिन्न आक्रमण सह्यौँ, आफू पनि मर्न तयार भयौँ, तर कसैलाई हानि पुर्याएनौँ सम्माननीय सभामुख महोदय। नेपालको 1 इन्च पनि भौतिक संरचना ध्वस्त बनाएका छैनौँ। त्यसैले फेरि पनि भन्छु, कानुन सबका लागि समान हुनुपर्छ, राज्य नागरिकको अभिभावक बन्नुपर्छ, उत्पीडितको होइन। नियम नागरिकको जीवन रक्षाका लागि बन्नुपर्छ सम्माननीय सभामुख महोदय, जीवन समाप्त पार्नका लागि होइन। यो नीति बन्न सक्दैन। मान्छेको जीवनभन्दा ठुलो न सत्ता हुन्छ, न पद हुन्छ, न कानुनको दम्ब हुन्छ, न कसैको लोकप्रियता हुन्छ सम्माननीय सभामुख महोदय। अलिकति परको कुरा राख्छौँ सम्माननीय सभामुख, छोटो सकौँ कि मान्य सदस्य 20 देखि 25,000 रुपैयाँको तलबका लागि कुनै नेपाली विदेश जान बाध्य नहोस्। सागका मुठा बेचेर होस् या मकै पलेर होस् वा पानी परिरहेको बेला ठेलागाडामा चटपटे बेचेर होस्, आफ्नै देशमा बसेर आफ्नो परिवार पाल्न सक्ने वातावरण राज्यले बनाओस् भन्नु हाम्रो माग हो। यदि देशमा बसेर केही गरौँ भन्ने नेपालीहरू नागरिकहरू आज बाध्य भएर खाडी मुलुकमा जानु परेको छ। कयौँ नागरिकहरू विदेशमा गएर बिरामी परेका छन्, कतिपय नेपालीहरू रातो बाकसमा फर्केका छन्। त्यसैले यही देशमा बसेर सानो व्यापार र रोजगार गर्न सक्ने वातावरण बनाइयोस् भनेका हौँ। हामीले कसैको र सरकारको विरोध गरेका होइनौँ सम्माननीय सभामुख महोदय। काठमाडौँको टुडीखेल लगायत देशका विभिन्न स्थानहरू सडकभन्दा बाहिर, राजमार्गभन्दा बाहिर रहेका सार्वजनिक स्थल पार्कहरूमा विभिन्न निश्चित समय तोकेर नगर प्रहरीको निगरानीमा ठेलागाडा राख्न दिने व्यवस्था गर्न सकिन्छ। मकै पोल्न दिने, सागका मुठा बेच्न दिने, चटपटे बेच्न दिने साना व्यवसायलाई व्यवस्थित रूपमा काम गर्न नीति बनाउन सकिन्छ। हामीले नियम पालना नमान भन्न खोजेका होइनौँ सम्माननीय सभामुख। हामीले गरिबलाई बाँच्न दिनुहोस् भनेका हौँ, व्यवस्थित गरिदिनुहोस्, तर उनीहरूको रोजीरोटी नखोज्नुहोस् भनेका हौँ। किर्तिपुरको सुकुम्बासी सेल्टरमा एउटा नाबालक भोगले तडपिएर रोइरहेको छ। त्यो नाबालक पनि यही देशको नागरिक हो सम्माननीय सभामुख महोदय। हामी सबैको मान्य सदस्य सके सम्मान 1 मिनटभित्र उसलाई पनि बाँच्न पाउने अधिकार छ। सुकुम्बासी सेल्टर कुनै जेल होइन, त्यहाँ रहेका नागरिकमाथि राज्यको जबरजस्ती अमानवीय व्यवहार नगरोस्। प्रधानमन्त्रीका सन्तानलाई जस्तै त्यो नाबालकलाई पनि खुसीका साथ समान अधिकार र बाँच्न पाउने अधिकार छ सम्माननीय सभामुख। राज्यले हरेक नागरिकलाई समान दृष्टिले हेर्नुपर्छ। जनतासँग करका नाममा लाखौँ रुपियाँ असुलिन्छ भने सरकारले पार्किङको व्यवस्था पनि गर्नुपर्छ। तत्काल सबै व्यवस्था गर्न नसकिएला, तर त्यसको सुरुवात गर्नुपर्छ, दीर्घकालीन योजना बनाउनुपर्छ। हामीले सरकारको विरोध गरेका होइनौँ, सरकारले आफ्नो दायित्व पुरा गरोस् भनेका हौँ सम्माननीय सभामुख। संसदको काम जनताका मुद्दा संसदमा उठाउने हो, कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको। संसद कार्यकारी होइन, हामीसँग कार्यकारी अधिकार छैन, मन्त्री र सरकारसँग छ। त्यसैले हामीले जनताको आवाज उठाउँदा त्यसलाई विरोधका रूपमा नबुझियोस्। सरकारलाई काम गर्नुहोस्, गरिबलाई बाँच्न दिनुहोस्, साना व्यवसायलाई व्यवस्थित अवसर दिनुहोस्, विदेशी न बाध्य नागरिकलाई आफ्नै देशमा स्वरोजगारको आधार दिनुहोस् भनेका हौँ। यो विरोध होइन, जनताको जीवन र अधिकारको पक्षमा उठाइएको आवाज हो सम्माननीय सभामुख। यसरी अल्गोरिदम फैलाएर घरको अगाडि पार्किङ गराएर जसरी तपाईँको राज्य आतङ्क सिर्जना गरिएको छ, यो कालान्तर इतिहासमा एउटा कालो अक्षरले लेखिनेछ सम्माननीय सभामुख। हस्, धन्यवाद।